सब्जीको नाममा यो एउटा करेला छ अब सकिन हाम्रो सब्जी यो पनि तितो भयो भनेर खाँदैनन् यिनले अब यहाँ चिनी हालेपछि त तितो हुँदैन अनि खान्छन् होला नि त अब मिठो करेला फलाउँछु मिठो खालको करेला फलाउँछु अब ए अब यति गर्नु पर्यो अनि मिठो हुन्छ के गरे के हो देखेन हौ यी करेलामा चिनी हाले करेला मिठो खालको करेला बनाउँछु तितो भयो भने पर्किन्छौ तिमीले नखाएर खान तिमी सकिहाल्यो खाने यही करेला त हो नि अनि जरामा चिनी हाल्दा गुलियो हुन्छ त अब तितो हुँदैन अनि यो करेलाको सब्जी खाँदा पनि भयो सलाद खाँदा पनि भयो नि त भातसँग त्यही भएर यहाँ चिनी हालेको अझै हालौँ त मजाले अनि मिठो करेला फल्छ मिठो करेला फल्छ अब सलाद पनि यही खाने मुलासुला गाजर केही किन्नु पर्दैन यही करेलाको हुन्छ सब्जी पनि यही